Today is Sunday. यता आमा र भाइ सुत्दैछ। सन्डेको लागि के भन्नु छ तपाईँलाई? केही छैन, सन्डे पनि मन्डे पनि सबै एउटै हो हाम्रो लागि। के भन्नु? सन्डे मन्डे सबै एउटै हाम्रो लागि। यो नानी सुताऊ, खाना बनाऊ, त्यही हो हाम्रो लागि। सन्डे मन्डे ट्युजडे वेडनेसडे सबै डे एउटै हो। किचनमा सेफ चाहिँ हाम्रो सुदर्शन छ, सम्धिनी छ, धमा छ। छ एकछिन है। कहाँ छ भन्दा नि उयो खोल्नु भन न, त्यो यता यतापट्टि भाडा राख्छ नि, यता त्यहाँ होइन, उतापट्टि त्यहाँ एउटा ठुलो खालको उयो गिफ्ट उयो छ कि, त्यो खोल्नु भन त, कहिलेको बिग्रिन्छ फेरि। सबैजना छ किचनमा आज। सुदर्शनले चिङ्डी, मलाई चिङ्डी बनाउँदैछ। सम्धिनीले सब्जी, आफूले खाने सब्जी बनाउँदैछ। धमाले माछा बनाउँछ अहिले। म चाहिँ नानी समातेर बसेको छु। कुञ्जनी सुतिरहेको छ। कुञ्जनीलाई आराम गर्नु दिनु पर्यो एकछिन। शुभमले चाहिँ सबको इन्टरभ्यू लिँदैछ। यता हाम्रो धमा शुभम कहाँ भने काकीले मैले पनि बुझिनँ, पक्रेन धमा। के धमा? आज कुञ्जनी, हिजो कुञ्जनी हस्पिटलबाट आएकोमा आज चाहिँ हामीले सानो गेट टुगेदर गरेको। अनि यहाँ यी माछा छ, सम्धिनीले सिमरायोको साग पकाउनु हुँदैछ, आलुदम छ, प्याज टमाटरको अचार छ, भात छ। सुदर्शनले चाहिँ यहाँ प्रन बनाउँदैछ, प्रन मलाई करी अरे। यहाँ मैले सुदर्शनलाई दिएँ। अनलाइन मगाए होइन, छ काजु। आलु किराको डल्ले रेनबो आज हाम्रो सुदर्शनले बनाउँदैछ यता प्रन्स मलाई करी, प्रन विथ क्रिम, कोकोनट मिल्क, प्याज काटेको छ, ग्रिन चिली, सम अर्ग्यानिक स्पाइसेस एन्ड काजु। मम्मीले यता हाम्रो मम्मीले टेस्टिङ पनि गर्दैछ। यो काजुले खेल्दा बिग्रियो। मलाई पनि त्यस्तै लाग्दैछ है सुदर्शन। बरु सुदर्शन त्यो काजु हटा कि म निकालिदिन्छु पड्की। काजु त तर काजु नै हो। सेफको ट्यालेन्ट छ है। तपाईँहरूलाई सोध्नु पर्ने। आज सन्डे स्पेसल लन्च यी नातिसित छ। यी नाति हुनुहुन्छ, नमस्ते गर्नुहुन्छ। ऊ हाँसेको हेर्नुहोस्, स्माइल प्लिज। ऊ हेर्नुहोस् छड्केदिएको। असल त हाँस्नु भनेर त्यो छड्किदिने आदत भएछ उसको। स्माइल प्लिज। ओ माई डियर ब्रदर।
के त भन्नु र आज धेरै खुसी छु मेरो यहाँ नाति छ मेरो बुढी श्रीमती सुषमा प्रधान हुनुहुन्छ उहाँ छेउमा भएर चाहिँ अब मलाई उयो लागिरहेछ अरू घरमा सबै हुनुहुन्छ मेरो नाति सुतिरहेछ यहाँ सागर प्रधान सुत्नु भएको छ उसले सुताउनु पर्छ श्रीकृष्ण गोविन्द हरे मुरारे भनेर सुताउनु पर्छ त्यसो छ हवस् धन्यवाद cutting skills गुड हो अब सुदर्शनले के मिक्स गर्नु आँटेको ग्राइन्ड हुनु आँटेको छ अब यो चाहिँ स्पेसल फ्यामिली रेसिपी मसला ग्राइन्ड हुनु चटनी त्यसको के अरे के चटनी अरे यो डोसामा हुने चटनी जस्तै भइदिरहेछ हाम्रो सेफ सुदर्शनले चाहिँ यो चाहिँ यसलाई यतिले पुग्छ पुग्छ अब यो अब गर्नुपर्छ यसलाई सफा गर्दै यसलाई म यतै राखिदिन्छु ल भाडा यता छ भाइ ननस्टिक यता यता मस्टर्ड ओइल भनेको थियो मस्टर्ड माइक चाहिँ यता छ ल हेल्दी अलिभ ओइलमा हेल्दी खाइदिए मेरो चाहिँ कति हो मकै खाने भात खाने वन टेबल स्पुन आइडिया हुन्छ बटर हालेको थियो भने झन् राम्रो हुन्छ होला घिउ त होइन घिउ हाल्छ अरे बनाउनु देऊ न तिमीहरूलाई सेफले जे भन्छ त्यही पाएको त्यहाँबाट तिमीले केही कमेन्ट गर्नुहुन्छ पारा चाहिँ त्यस्तो रहेछ नि त यसरी हातले पाइन्छ नि काटेको छैन तेल सिम्पल नअताला यो चाहिँ हाफ फ्राई क्या पछि अलिक रबर खाएको नहोस् हाफ फ्राई गर्नुपर्छ
भन न के किन अस्तिको सक्यो अहिले ल बस ल त्यो अस्ति उहाँहरू सक्यो दस प्लेट गयो ल ल ल हेलो सर सुन लोकेसन बनाउनु भेट्नु न ठीक है कल 2 केजी आएगा ना ठीक ला दो ठीक है पूरा जल्दी भेज देना तो सुनो ना कटोरी भेज सकते हो 1 केजी ला दो ना कटोरी ठीक है ना 2 केजी नहीं चाहिए खाने वाला कम 1 केजी सिर्फ साफ वाला तेल कम्ती लगाउँछु आफ्नो पर्छ अनि अलि फ्राई मात्रै भयो नि त तेल बेसी नै हाल्दियो भाइ होला होला स्माइल ल ल ल ल ल ओके ल ट्राई गर्न यता चाहिँ हाम्रो धमा र मम्मीले माछा फ्राईको प्रिपरेसन हुँदैछ यो चाहिँ स्पेशल यो चाहिँ हाम्रो शेफको अर्ग्यानिक राङबाङबाट आएको यही त हो छ कार्डमम छ
ऊ त्यो पछाडिको त हो दालचिनी ऊ त्यो कार्डमम हो त्यो पेपर हो दालचिनी छैन दालचिनी भर्खर उयसमा थियो त अरे त्यही त प्याकेटमा भएको त्यही त हो त्यही हो दालचिनी उयो चाहिँ सिनामन हाल्ला नि त त्यो हाल्यो भयो त दालचिनी मसला भनेको अलैँचीहरू पुरा टकाउ ओइ मसला डढ्छ है भाइ लेमगम्ली गर बाबा हाल्दा बेस्ट मिठो भयो स्मेल यसलाई पनि अलिकति गरेको पानी हाल्नुपर्छ एकैछिन कति यता छ यता बट्टा मिस बट्टा नुन हालेको छैन बाबा तिमीले तैँले ब्ल्याक पेपर हालेको थिइनस् कि उ त्यहाँ छ हाल धुलो ए राम्रोसँग अहिले आउला नि मुनि झल्लै त आउँदैन त्यो अर्को त काँचै काँचो सम्झिनु नि हो माछा त्यो काँचै काँचो त्यसलाई पनि तयार गर्छ होइन काँचै राख्नु हुन्छ है त्यो बाटा माछा चाहिँ मात्रै अलिकति तेल हाल्नुपर्छ होला दुध हाल्नुपर्छ होला अलिक क्रिम नभए ए क्रिम त हाल्ने नै हो दिनु क्रिम क्रिम त त्यो हालेर होला हौ चिनी अलिकति हाल्नु पर्यो यो चिनी एकछिन हाल न मसला पाक्यो मजाले पाके पाके अलिकति हाल्नु माथि कलर आउँछ यो चाहिँ सिक्रेट रहेछ नि त यो मोटो मोटो हाल्नु हेभी 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 छ त अब चाहिँ आलमन्ड यो चाहिँ के अरे हो तुषार दिस इज कोकोनट मिल्क कोकोनट मिल्क ल यो चाहिँ अमुलै युज गर्नुपर्छ जहिले फ्रेस लो दिस इज कोकोनट मिल्क चाहियो ए हाल्दैन डल्लै कसले हाल्नु कसले नहाल्नु होला फुल क्रिम भइदियो त नुन चाहिँ हालेको छैन यार राख्नु हालेको छ यसले नुन कहिले अघि हालेको बल गर्नु हुँदैन यसलाई अरू त खेतमा चाहिँ लो फ्लेम अलिकति घुमाउनेलाई लो फ्लेम
के हालेको त्यो नि त्यो यस्तो यस्तो गरेर फेरि यो रहेछ माछा बटर हालेर चलाउनु पर्छ होला हौ काट्दै त्यसले नै बेसी होइन नि फेरि भयो भयो चलाउ त्यसलाई अलिकति बाबा आमाम दामी देखियो नि हो सम्झिने मलाई त्यो उयो अफ गरिदिनु न पर पानी salad for lunch एकपल्ट फाइनल भाइ यता